काठमाडौँ उपत्यकाको दक्षिणी हरियाली वन जङ्गलको काखमा पवित्र नदीको सङ्गमसँगै अवस्थित दक्षिणकाली मन्दिर केवल एक धार्मिक तीर्थस्थल मात्र होइन, नेपाली आस्था, शक्ति, संस्कृति र इतिहासको जीवित प्रतीक पनि हो। बिहानको पहिलो सुनौलो किरणले मन्दिरको शिखरलाई स्पर्श गर्दा र वरिपरिको चराचुरुङ्गीको मधुर स्वर गुन्जिरहँदा यहाँको सम्पूर्ण वातावरण आध्यात्मिक ऊर्जाले भरिन्छ। सदैवदेखि शक्तिकी माता दक्षिणकालीप्रति अटल विश्वास राख्दै लाखौँ भक्तजन यहाँ दर्शनका लागि आउने गरेका छन्। मनोकामना पुरा हुने जनविश्वास, प्राचीन परम्परा, धार्मिक अनुष्ठान र देवीप्रतिको अगाध श्रद्धाले यस मन्दिरलाई नेपालको प्रमुख शक्तिपीठहरूमध्ये विशिष्ट स्थान दिलाएको छ। त्यसैले दक्षिणकाली मन्दिर केवल ढुङ्गा र काठले बनेको संरचना मात्र होइन, यो नेपाली सभ्यता, धार्मिक परम्परा र सांस्कृतिक पहिचानको अमूल्य धरोहर हो। दर्शकवृन्द नमस्कार। आज हामीले यस्तो भिडियो लिएर आएका छौँ जुन राजाहरूको कुल देवताको रूपमा चिनिने मन्दिर हो दक्षिणकाली। यो मन्दिर राजा प्रताप मल्लले निर्माण गरेका हुन्। काठमाडौँ जिल्लाको दक्षिणकाली नगरपालिका 6 फर्पिङ स्थितमा रहेको छ। यो मन्दिर काठमाडौँदेखि हेटौँडा जाने सडक हुँदै जान सकिन्छ। काली देवीलाई समर्पित यो मन्दिर काठमाडौँको दक्षिणी भागमा रहेकोले यो मन्दिरको नाम दक्षिणी काली रहन गएको हो भन्ने जनश्रुति रहेको छ। यो राजधानीको रत्न पार्कदेखि 18 किलोमिटर दूरीमा रहेको छ। काठमाडौँ उपत्यकाको दक्षिणी पश्चिम पीठ केही अग्लो पर्वत श्रेणीहरूको काखमा उत्तर पूर्व रहेको लिच्छिवीकालीन बस्ती नै फर्पिङ हो। फर्पिङ बजारको दक्षिणतर्फ नजिकै रहेको जङ्गलको बीच केही ढुङ्गाहरूको सिडी ओर्लेर गएपछि पुडावती गङ्गा र उत्तरवती गङ्गाको सङ्गम भएको पहाडको खोज पर्दछ। यही सङ्गम स्थलमा नै दक्षिणकाली देवीको मन्दिर अवस्थित छ। उपत्यकाको महत्त्वपूर्ण शक्तिपीठहरूमध्ये एक रहेको यो मन्दिरमा दिनौँ जस्तो भक्तजनहरूको ठुलो भिड लाग्ने गर्दछ। यहाँ बौद्धिक र तान्त्रिक दुवै विधिहरूले दैनिक नित्य पूजा गरिन्छ। तर महापूजा भने वर्षको 2 पटक अर्थात् वैशाख कृष्ण त्रयोदशी र भाद्र कृष्ण अष्टमीको दिन पूजा गर्ने चलन रहेको छ। तर पनि हरेक हप्ताको शनिबार, मङ्गलबारको दिन र बडा दशैँको पर्वमा पनि विशेष हर्ष उल्लासका साथ दर्शनार्थीहरूको अपार भिड लाग्ने गर्दछ। दक्षिणकालीमा अन्य शक्तिपीठहरूभन्दा निकै बढी बलि दिने गरिन्छ। यस कालिका मन्दिरबाट सोझै माथि सिडी चढी उक्लेर गएपछि डाँडामा कालिका देवीको आमाको मन्दिर रहेको छ। यसलाई दक्षिणकाली देवीको आमाको रूपमा दर्शनार्थीहरूले पूजा गर्ने गर्दछन्। यति प्रख्यात रहेको दक्षिणकाली मन्दिरको निर्माण कसले गर्यो, दक्षिणकालीको मूर्ति कसले स्थापना गरे, दक्षिणकालीको उत्पत्ति कहिले र कसरी भयो भन्ने बारेमा यस कार्यक्रममा विश्लेषण गर्नेछौँ। दक्षिणकाली माताको उत्पत्ति हालसम्म कसरी भयो भन्ने विषय यकिन हुन सकेको छैन। यसका केही किम्वदन्ती भने निकै प्रसिद्ध रहेका छन्। किम्वदन्ती अनुसार दक्ष प्रजापतिको 33वटी कन्याहरूमध्ये दक्षिणकाली एक हुन्। उनी फर्पिङदेखि माथि नागरचु गोरखनाथ माथिको डाँडामा रहेको जङ्गल मध्य भागको गुफाभित्र शिलामा बसेको थिइन्। त्यो समयमा कान्तिपुरका राजा प्रताप मल्लको सपनामा आई आफू दक्षिणकाली भएको मेरो अप्रत्याशित छ र मलाई मूर्ति बनाई स्थापना गर भनी आज्ञा दिइन्। राजा प्रताप मल्लले पनि तान्त्रिक विद्यामा निकै पारङ्गत थिए, तर
राजा प्रताप मल्लले उक्त कुरामा ध्यान नदिएपछि दरबारकै पञ्चकन्याहरूमध्ये एउटी कन्यालाई साक्षात रूपमा आफू बसेको स्थान र पूजा आजको बारेमा बताएका थिइन्। यसरी सपनामा दक्षिणकालीले आह्वान गरेपछि राजा प्रताप मल्लले गुरु लम्बकर्ण र तान्त्रिक नरसिंह ठाकुरको सल्लाहमा मूर्ति निर्माण गरी तान्त्रिकहरूको सल्लाह अनुसार पूर्ववती गङ्गा तथा उत्तरवती गङ्गाको दोभानमा दक्षिणकालीको मूर्ति स्थापना गरेका थिए। सपनामा बताए अनुरूप दक्षिणकाली र उनको बडालाई एक रातमा बोकी त्यहाँदेखि दक्षिणीतर्फ दुई नदीको शिरोभागमा उक्त शिला लगेर राखियो। जङ्गलको बीच भागमा रहेको दक्षिणकालीको उक्त मन्दिर डाँडाको टुप्पामा गुफाभित्र रहेको थियो। सो स्थानमा मानिसहरू नजाने र गएका मानिसहरूमध्ये पछिल्लो व्यक्ति नफर्किने भन्ने जनश्रुति पाउन थालेपछि दक्षिणकालीलाई तान्त्रिक विधिद्वारा निस्तेज पारी रागा, हाँस, बोका, बाख्रा, भाले र भेडा समेतको बलि दिने प्रतिज्ञा गरे। त्यसपछि हालको दक्षिणकाली माताको शिलामुनि घोप्टो पारी माथिबाट ठुलो शिलाले छोपी कालीको मुखावृत बनाई अगाडि भैरव समेत राखी स्थापना गराइयो। हाल रहेको दक्षिणकाली मन्दिरमा पनि विभिन्न किसिमका बलिहरू दिँदै आइरहेका छन्। प्रताप मल्लले चागुण्डाको वा दक्षिणकालीको सेतो सचमरको मूर्ति बनाउन लगाई। उक्त मूर्तिमा प्राण प्रतिष्ठापछि निकै शक्तिशाली हुने तान्त्रिकहरूले जनाएको थियो। राजा प्रताप मल्ललाई सपनामा मूर्ति दुई नदीको सङ्गममा स्थापना गरेपछि राज्यमा फैलिएको महामारी र सङ्कट निवारण हुन्छ भनी सन्देश प्राप्त भएको किंवदन्ती छ। इतिहास अनुसार दक्षिणकाली मन्दिरलाई कनकेश्वर पनि भनिने गरिन्थ्यो। यो मन्दिर राजाहरूको कुल देवी देवताको रूपमा पनि परिचित हुँदै आएको छ। चागुण्डाको स्वरूपको पनि दक्षिणकाली स्वरूप यहाँ गणेश, भैरव, नारायणी, महेश्वरी, कागेश्वरी, वैष्णवी, बाराही, इन्द्रायणी समेतको मूर्ति स्थापना भएको थियो। पहिले देवीकै मुखमा नरिवल फुटाइने गरेकोले देवीको मुखावृत केही चोटहरू देखिन्छ। वरिपरि फैलिएको हराभरा वनजङ्गल, कलकल बग्ने पवित्र नदी र शान्त प्राकृतिक परिवेशले यहाँको धार्मिक गरिमालाई अझ मोहक बनाएको छ। दक्षिणकाली मन्दिर वरपर पिकनिक स्पोट पनि रहेको छ। शनिबार र बिदाको दिन यहाँ पिकनिक खानको लागि ठुलो भिड लाग्ने गर्दछ। दक्षिणकाली धार्मिक स्थल मात्र नभई महत्त्वपूर्ण पर्यटकीय गन्तव्य पनि हो। यहाँ नेपालीसँगै विदेशी पर्यटकहरू पनि भ्रमणका लागि आउने गर्दछन्। यसले स्थानीय पर्यटन, व्यापार र रोजगारीमा समेत सकारात्मक योगदान पुर्याएको छ। दक्षिणकाली मन्दिरको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्त्वलाई कायम राख्न यसको संरक्षण आवश्यक छ। मन्दिरको परिसर सफा राख्ने, वनजङ्गल जोगाउने, नदी प्रदूषण हुन नदिने र सांस्कृतिक सम्पदाको सम्मान गर्ने हाम्रो साझा दायित्व हो। दक्षिणकाली मन्दिर नेपालको गौरवशाली धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा हो। यसको महत्त्व केवल धार्मिक आस्थामा मात्र सीमित छैन। यसले प्राकृतिक सौन्दर्य, पर्यटन र सांस्कृतिक पहिचानलाई पनि उजागर गर्दछ। त्यसैले हामी सबैले यस अमूल्य सम्पदाको संरक्षण गर्दै भावी पुस्तासम्म यसको महत्त्व पुर्याउन प्रयास गर्नुपर्छ। आजका लागि यति नै। यदि तपाईलाई दक्षिणकाली मन्दिर सम्बन्धी यो जानकारी मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोस्, आफ्नो साथीहरूसँग सेयर गर्नुहोस् र हाम्रो च्यानललाई सब्स्क्राइब गरेर साथ दिनुहोस्। अर्को रोचक भिडियोको साथ छिट्टै भेटौँला। धन्यवाद।